आजको भिडियोमा हामी के गर्भावस्थामा पपैया यानी मेवा खान सुरक्षित हुन्छ भन्ने बारेमा कुरा गर्नेछौँ। सामान्यतया मेवामा पाइने तत्त्वहरू हाम्रो लागि एकदमै फाइदाजनक छन्, तर हाम्रो समाजमा गर्भावस्थाको समयमा भने मेवा खान हुँदैन भन्ने गरिन्छ। त्यसैले गर्भवतीको मनमा मेवालाई लिएर धेरै शङ्का उपशङ्का आइरहेका हुन्छन्। गर्भावस्थाको समय 9 महिनाको हुन्छ। कुन महिनापछि मेवा खान उपयुक्त हुन्छ र कस्तो प्रकारको मेवा गर्भवतीले खान सक्छिन् भन्ने बारेमा आज हामी चर्चा गर्नेछौँ। इज इट सेफ टु इट पपैया ड्युरिङ प्रेग्नेन्सी भिडियो सुरु गर्नुभन्दा अगाडि नयाँ हेल्थ युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न भने नभुल्नुहोला। सुरुमा हामी मेवालाई दुई प्रकारमा छुट्याउँ है त। पहिलो रहेको छ बाहिरी र भित्री आवरण पूर्ण रूपमा पहेँलो भएर पाकेको मेवा र दोस्रो रहेको छ बाहिरी आवरण हरियो भएको काँचो मेवा जुन पूर्ण रूपमा पाकेको नहुन सक्छ र आधा काँचो पनि हुन सक्छ। त अब हामी कुरा गरौँ यो दुई प्रकारको मेवामा के भिन्नता छ त। पाकिसकेको पहिलो आवरण भएको मेवामा बिटा क्यारोटिन रहेको हुन्छ जुन बच्चाको हड्डीको लागि र दाँतको लागि एकदमै महत्त्वपूर्ण हुन्छ। यसको साथसाथै पाकिसकेको मेवामा विभिन्न प्रकारका तत्त्वहरू रहेका हुन्छन्, जस्तै फाइबर, पोटासियम, फोलिक एसिड, भिटामिन ए, भिटामिन बी, भिटामिन सी र भिटामिन ई, म्याग्नेसियम, फोलेट र विभिन्न किसिमको मिनरलहरू। यी तत्त्वहरू आमा र पेटमा रहेको बच्चाको लागि एकदमै महत्त्वपूर्ण रहेका छन्, किनकि शिशुको शारीरिक र मानसिक विकास यी र यस्ता तत्त्वहरूले छिटो छिटो भइरहेको हुन्छ। त्यसैले सेकेन्ड ट्राइमेस्टर यानि 3 महिना पश्चात राम्ररी पाकेको पहिलो भइसकेको मेवा ठिक मात्रामा खान सकिन्छ। अर्को रहेको छ अपरिपक्व हरियो र काँचो मेवा। यसलाई र पपैया पनि भनिन्छ। सामान्यतया काँचो मेवा त कसैले खाँदैनन्, तर पनि पाक्न लागेको तर हरियो मेवा भने साँधेर खाने गरेको पाइन्छ। काँचो हरियो आवरण भएको मेवा दुईवटा कारणले खानु हुँदैन। पहिलो रहेको छ हरियो मेवामा लेटिक्सको मात्रा उच्च हुन्छ भने अर्को कारण यसमा प्यापिनको मात्रा एकदमै उच्च हुन्छ। यदि यो दुईवटा तत्त्वहरूको कन्जम्सन प्रेग्नेन्सीमा भइदिन्छ भने लेबर पेन इन्ड्युस हुन थाल्छ र बेबीको साइडतिर भएको पानी जसलाई एमनियोटिक फ्लुइड पनि भनिन्छ उक्त झिल्ली फाट्ने चान्स एकदमै धेरै हुन्छ। प्रेग्नेन्सीमा यी तत्त्वहरूको दैनिक प्रयोग हुन्छ भने कहिलेकाहीँ फर्स्ट ट्राइमेस्टरमा बेबीको मिसक्यारेज पनि हुन सक्ने चान्स एकदमै धेरै हुन्छ। तर मेवा खाएरै सबै प्रेग्नेन्ट वुमनहरूमा यस्तो समस्या उत्पन्न भइदिन्छ भन्न सकिँदैन। हाम्रो समाजमा मेवालाई गर्मी बढाउने फल हो भन्दै गर्भवतीलाई खान दिइँदैन, तर वैज्ञानिक रूपले हेर्ने हो भने यसलाई त्यसरी हेरिँदैन। तर केही तत्त्वहरूका कारण शिशुमा प्रभाव पर्ने कुरा भने पुष्टि भइसकेको छ। तर सेकेन्ड ट्राइमेस्टर पछि राम्ररी पाकेको पहिलो मेवा भने तपाईँ ठिक मात्रामा कहिलेकाहीँ खान सक्नुहुन्छ। आजको भिडियोमा हामीले प्रेग्नेन्सीको समयमा मेवा खान कतिको उचित हुन्छ र कस्तो मेवा खान सकिन्छ भन्ने बारेमा कुरा गऱ्यौँ। यो भिडियो मन परेको छ भने हाम्रो युट्युब च्यानल नयाँ हेल्थलाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला।